मुगुका 25 वर्षीय युवा गणेश नेपालीले काठमाडौँको राहदानी विभाग अगाडि गरेको आत्मदाह प्रयासको घटनाले अहिले देशैभरि ठूलो आक्रोश र बहस सिर्जना गरेको छ। को हुन् गणेश नेपाली? खास के भएको थियो उनीमाथि? यस विषयमा जान्नुभएको छैन भने भिडियो पुरा हेर्नुहोला। गणेश नेपाली मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर 1 का स्थायी बासिन्दा हुन्। उनको गाउँमा उब्जनी निकै कम हुने र वर्षभरि खान नपुग्ने स्थिति थियो। उनी हाल श्रीमती र सानो छोराका साथ भक्तपुरमा बस्दै आएका थिए। उनी केही महिना अघि मात्र रोजगारीका लागि काठमाडौँ आएका थिए। उनले आफ्नो दाइको मोटरसाइकल प्रयोग गरी काठमाडौँमा पठाउ र इनड्राइभर जस्ता राइड सेयरिङ एप मार्फत यात्रु बोकेर परिवार पालिरहेका थिए। नेपालमा गुजारा चलाउन निकै गाह्रो भएपछि उनी दुबई जाने तयारीमा थिए र सोही सिलसिलामा राहदानी विभाग पुगेका थिए। उनका परिवार र आफन्तका अनुसार गणेश पछिल्लो समय काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको व्यवहार र तारन्तार लाग्ने जरिमानाका कारण चरम मानसिक दबावमा थिए। घटनाको ठिक 1 हप्ता अगाडि उनले आफ्ना भान्जालाई मेसेज पठाउँदै सामान लिन जाँदा महानगरले बाइकमा उल्लेख गरिदिएको र 1000 रुपैयाँ जरिमाना तिर्नु परेको भन्दै रुँदै गरेको इमोजी पठाएका थिए। उनले कतिपय दिनमा त एकै दिन 2 पटकसम्म महानगरलाई जरिमाना बुझाउनु परेको गुनासो दाइ र आफन्तसँग गरिरहन्थे। दिनभरि दुःख गरेर कमाएको पैसा जरिमानामै सकिएपछि उनी निकै दिक्क भएका थिए। बिहिबारको त्यो दुःखद घटना के भएको थियो? गणेश बालाजु स्थित दाइको गठाबाट निस्केर पठाउ चलाउँदै त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पुगेका थिए। उनले त्यहाँ यात्रु ओह्रालेर बाइक केही बेर रोकेका थिए। उनी बाइकमा हेलमेट लगाएरै बसिरहेको अवस्थामा महानगरका प्रहरी आएर उनको बाइकमा व्हील लक गरिदिए। गणेशले म बाइकमै बसिरहेको छु, किन लक गर्नुभएको? अन्य बाइकलाई किन नगरेको भनी लक खोल्न आग्रह गरे। नगर प्रहरीले जरिमाना 1000 रुपैयाँ नतिरी लक नखोलिने अडान लिए। विवाद बढ्दै जाँदा नगर प्रहरीको मोबाइल खसेको विषयलाई लिएर मोबाइल किन लडाएको भन्दै वादविवाद झन झर्कियो। गणेशले गरिबलाई हेपेको भन्दै आक्रोश पोखे। आवेश र आक्रोशको चरम सीमामा पुगिसकेपछि गणेशले आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकाले, आफ्नै शरीरमा खन्याए अनि सहलाई कोरेर आगो लगाए। घटनास्थलमा रहेका जनपद प्रहरीले तत्काल पानी खन्याए र आगो निभाए र उनलाई वीर अस्पताल पुर्याए। उनको शरीरको 55% भाग जलेको छ र हाल उनी वीर अस्पतालको 1 आइसियुमा भेन्टिलेटर सपोर्टमा जीवन मरणको दोसादमा छन्। विभिन्न बहाना खोजेर अनावश्यक रूपमा चिट काट्ने, दुःख दिने जस्ता कार्य ट्राफिक प्रहरीले पहिलेदेखि नै गर्दै आएको पाइन्थ्यो। तर नयाँ सरकार, त्यो पनि युवा पुस्ताको सरकार आइसकेपछि यस्तो प्रवृत्ति अन्त्य होला भन्ने आशा थियो। तर त्यसतर्फ सरकारको ध्यान नपुगेको आभास भएको छ।